हेलो एभ्रिवान। यो चाहिँ मेरो दोस्रो भ्लग। पहिलो भ्लगमा चाहिँ म घर थिएँ, सायद नै म घर नै थिएँ। अनि त्यो भ्लगमा चाहिँ म खोलामा माछा मार्न गएको चाहिँ भ्लग भिडियो बनाएर हालेको थिएँ। यो भिडियोमा चाहिँ त्यस्तो केही पनि छैन। म चाहिँ अहिले घरै छु होइन, पढाइको सिलसिलामा यता छु। लगभग घरै बस्न लागेको पनि 2 वर्ष हुन आँटिसकेछ। पढाइको सिलसिला पढि नै रहेको छु। अझै पनि जे पढ्न आएको थिएँ त्यही नै पढिरहेको छु। ब्याचलर चाहिँ होइन है, 12 क्लियर गरेर यता आएको, ब्याचलर जोइन गरेको छैन। अनि अरू केही नै होला। अब चाहिँ कतिपय भिडियो हेर्नेलाई चाहिँ थाहा हुन नि सक्छ, अनि यसले यो गर्छ भनेर, नभएकोलाई चाहिँ पछि भन्नुला होइन। यो भिडियोमा पनि त्यस्तो केही खास कुरा केही पनि छैन होइन। म घरै आएको धेरै नै भइसक्यो। अनि चाहिँ आजसम्म चाहिँ के भइरहेको छ भनेपछि म घर आएर बसेको यति भइसक्यो कि जे कामले आएको थिएँ त्यो 6-7 महिनामा चाहिँ प्रायः मान्छेहरूले हुन्छ भन्ने छ नि त। 6-7 महिनामा हुन्छ भन्ने छ। त्यो चाहिँ बिस्तारै बुझ्छन् मान्छेहरूले, बुझ्दैछन्। कति टाइम लाग्दो रहेछ, कति बिस्तारै मान्छेहरूले बुझ्दै नै छन्। अब के नै भन्नु र त्यो कुरामा। तर चाहिँ अहिले म घरै नै छु, पढि नै रहेको छु, आफूले गर्ने मेहनत गरि नै रहेको छु। अनि चाहिँ मैले होइन युट्युबमा चाहिँ पहिला बनाउने भिडियोहरू चाहिँ मेरो कन्टेन्ट क्रिएट गर्थेँ। अब चाहिँ त्यो चाहिँ के भयो भनेपछि त्यसको लागि चाहिँ टाइम बढी दिनुपर्ने होइन, टाइम बढी दिन चाहिँ सकिँदो रहेनछ। अब दिए पनि धेरै नै टाइम चाहिँ त्यसैमा जाने, दिमागमा पनि त्यसैका कुराहरू खेल्ने भएकोले चाहिँ अलिकति गाह्रो नै हुँदो रहेछ। त्यही भएर चाहिँ कन्टेन्ट क्रिएटबाट चाहिँ अहिले टाढा रहे भन्दा पनि टाढा त कसरी रहन सकियोस्। तर चाहिँ कन्टेन्ट क्रिएट चाहिँ भिडियोहरू त्यो टाइपको भिडियो बनाउन छोडिदिएँ। अनि चाहिँ युट्युबमा भिडियो नहालेको पनि लगभग 1.5 महिना जति भइसकेको थियो। अनि अब चाहिँ रिल्सबाट भए पनि सानो भिडियो चाहिँ डेली बनाइ नै रहने होइन। हल्का के हुन्छ भने रुममा बस्ने, म एक्लै बस्छु नि त, एक्लै बस्ने बेलामा चाहिँ हल्का बोल्ने खासै बोलिँदैन। क्लास गएको बेला हुन्छ, अनि साथीहरू पनि यहाँ त्यहाँ साथीहरूसँग पनि त्यस्तो धेरै भेट हुँदैन, प्रायः एक्लै नै भइन्छ। एक्लै भएपछि के हुन्छ भनेपछि दिमागमा अनेक नेगेटिभिटी कुराहरू चाहिँ खेल्न थाल्छ नि त। त्यही भएर चाहिँ मैले चाहिँ फोनमा कुरा गरेँ भनेपछि कोहीसँग कुरा गरे सर नै हुन्छ। त्यही भएर चाहिँ मैले होइन कसैले हेरौँ यहाँ त्यहाँ भनेर भिडियो बनाउनुभन्दा पनि तपाईँहरूले चाहिँ सब्सक्राइब गर्नुहोस् नगर्नुहोस्, त्योसँग चाहिँ मतलब भएन। तर चाहिँ मैले चाहिँ आफूलाई भुलाउने मैले यो गरिरहेको छु, यो दिनमा चाहिँ मैले यो गरिरहेको छु। आज मैले यो टार्गेट थियो, मैले यो टार्गेट चाहिँ मैले आजको टार्गेट चाहिँ अचिभ गरेँ। अब चाहिँ भोलिको टार्गेट यो छ भनेर चाहिँ सानो होइन, त्यस्तो चाहिँ आफूलाई चाहिँ ल मैले यो गर्छु है, पछि गएर चाहिँ मोबाइलमा हेर्ने बेलामा मेरो टार्गेट यो बेलामा यो थियो, मैले यो बेलामा यो गरिरहेको थिएँ भन्ने बेलामा चाहिँ आफूलाई चाहिँ महसुस होस् भनेर चाहिँ मैले चाहिँ अब यस्तो टाइपको भिडियो चाहिँ बनाउने चाहिँ गरिरहेको होइन। मेरो रुम घोराइ भनेपछि प्रायःले चिन्नुहुन्छ नै होला। घोराइमा बस्छु, घोराइमा बसेर पढिरहेको छु। पढ्न लागेको लगभग समथिङ अब भनिदिउँ 2 वर्ष हुन आँट्यो भनौँ। 4-5 महिना बाँकी होला, नत्र भने 2 वर्ष चाहिँ हुन लाग्यो। त्यही भएर गाह्रै छ भनौँ। यो चाहिँ मेरो रुम भयो होइन। यो माइक चाहिँ मैले पहिला कन्टेन्ट क्रिएट गर्ने भिडियोहरू बनाउने बेलामा चाहिँ यो माइक ल्याएको थिएँ। यसको चाहिँ एउटा दुईवटा भिडियोमा मात्र युज गरेँ, नत्र भने त्यसपछि कन्टेन्ट क्रिएट गर्नुभन्दा पनि पहिला चाहिँ पढाइमै फोकस गरौँ, कन्टेन्ट क्रिएट गरेर हुने केही पनि होइन भन्ने जस्तो लाग्यो। त्यसपछि चाहिँ युट्युबको भिडियो बनाउन चाहिँ छोडिदिएँ। अहिले चाहिँ दिनहरू एकछिन बुक हेरेर जान्छ, अनि चाहिँ एकछिन मोबाइल हेरेर जान्छ, अनि चाहिँ दिउँसो एकछिन क्लास गएर जान्छ। त्यस्तै नै चलिरहेको छ दिन होइन। त्यही नै हो। अबबाट चाहिँ यस्ता भिडियोहरू चाहिँ मैले रिल्स जस्तो टाइपको बनाएर चाहिँ सायद राख्छु होला। सुरुमा भएर चाहिँ भिडियो चाहिँ म एकै ठाउँमा बसेर बनाएँ। पहिला साथीको स्ट्यान्ड थियो, त्यो पनि छैन, हातमा यस्तै अड्डाएर गराएको छु। त्यही भएर चाहिँ पुरा आउन पनि सक्छ, नआउन पनि सक्छ होइन। मैले बिस्तारै भन्नुलाई अरू भिडियोमा चाहिँ मैले के गर्दैछु, के गरिरहेको छु, अब कहिलेबाट गरिरहेको भनेर त म भनि नै सकेँ होइन। अब चाहिँ त्यो चाहिँ बिस्तारै हुँदै जाने कुरा हो, भन्दै जाने कुरा हो, बिस्तारै सबै खुल्ने नै कुरा हो।
अनि चाहिँ मैले चाहिँ अब चाहिँ युट्युबमा भिडियो चाहिँ हप्तामा कमसेकम 3वटा भिडियो चाहिँ 5 मिनटभन्दा बढीको चाहिँ जानु पर्यो। त्यो हिसाबले चाहिँ आफूले आफूलाई टार्गेट गरेको छु। त्यो टार्गेट चाहिँ अझै पनि सायद के नै ठुलो कुरो भएर 5 मिनट बोल्ने नै त हो, नयाँ कुरा बोल्ने, नयाँ कुरा नै कि नर्मल्ली कुराहरू चाहिँ गर्ने, मान्छेहरूले हेरुन् भनेर नै कि अब आफ्नै बारेमा पनि आफूले चाहिँ के सोचिरहेको छ, के गरिरहेको छ, कतिको इम्प्रुभ गरिरहेको छ होइन। के हुन्छ भनेपछि मान्छेहरूले चाहिँ प्रत्येक कुराहरू चाहिँ गर्छ नि त। मान्छेले जे काम पनि ल पढिरहेको छ भने पनि पढिरहेको छ, पढ्ने बेलामा त्यसको दिमागले चाहिँ नगरेको कुरा आफूले आफूसँग कुरा गर्दाखेरि, मैले अहिले यो क्यामेरा हेरेर कुरा गर्ने बेलामा चाहिँ यहाँ चाहिँ आफ्नो आवाज सुन्दाखेरि चाहिँ अरू कुराहरू चाहिँ दिमागमा खेल्छ। मेरो चाहिँ त्यो दिमागमा कुरा खेलोस् भनेर चाहिँ यस्तो भिडियो बनाएको हो। त्यही नै हो, केही नै छैन यो भिडियोमा चाहिँ। अब आज चाहिँ यस्तै नै हो होइन। मेरो रुम चाहिँ के नै छ रुममा देखाउनु पर्दाखेरि, यो बेला यो माइकलाई चाहिँ गरौँ यस्ता चाहिँ यो भान्सा नै भनौँ होइन। यो चाहिँ भान्सा कोठा भनौँ, भान्सा कोठा त एउटै कोठा हो तर यसलाई चाहिँ भान्सा कोठा भन्न मिल्छ। यो चाहिँ म यता बसेर टक्कसँग पढ्ने चाहिँ यो बसेर पढ्ने ठाउँ भयो। भर्खर पानी प्याएर गिलास पनि त्यति नै राखेको छ। अनि बाहिरतिर त देखिँदैन होला कहाँ राम्रोसँग देखिस्, बाहिरतिर पनि जाउँला पछि। यो चाहिँ मेरो बेड, यता चाहिँ हल्का फुल्का कपडाहरू यान त्यान राखिएको छ, यता चाहिँ हल्का फुल्का 2टा फोटाहरू टाँसेको छ। 1 मिनट, क्यामेरा फर्काउनु पनि आपत पर्दो रहेछ, समात्न जानिन्न नि त, त्यही भएर पनि होला। अनि यो माइक पनि छ त्यही भएर पनि होला। बिस्तारै बाहिर पनि जानेछु, मैले के पढिरहेको छु, कति पढिरहेको छु, दिनमा कसरी पढिरहेको छु, अनि यस्तै कुराहरू चाहिँ सबै सेयर गर्नेछु। तर यो भिडियोमा चाहिँ केही पनि नै, नर्मल यति नै। म घरैमा छु, मैले चाहिँ प्रत्येक दिन चाहिँ लगभग भिडियो बनाएर राख्ने नै छु। अनि चाहिँ त्यही नै हो, बसेर यहाँ बसेर पढेको छु, पढ्न लाग्दा यति भयो भनेर मैले भन्न नै सकेँ। अनि मेरो रुटिनहरू चाहिँ मैले कसरी गरिरहेको छु त, भोलि बिहानबाट नै कि बिहानबाटको रुटिन साँझ चाहिँ म सुत्नुभन्दा अगाडि चाहिँ युट्युबमा पोस्ट गर्छु होला सायद भन्ने जस्तो मलाई लाग्छ। यदि चाहिँ मैले रुटिन फलो गरेँ भने हप्तामा 3वटा भिडियो चाहिँ आउनु पर्यो भन्ने चाहिँ आफूलाई भनेको छु, आफूलाई यो गर्छु भनेर ठानेको छु। अनि चाहिँ आजको दिन चाहिँ के भयो भनेपछि बिहान साथीहरू आएको थिए अनि तिनीहरूसँग बस्यो अनि चाहिँ त्यहीँबाट क्लास गइयो। अनि क्लास गएर चाहिँ अनि मेरो 12को चाहिँ के भन्छ त्यसलाई 12को चाहिँ याद आएन नि त, यहाँ घोरैबाट चाहिँ निकालेर के भन्छ दिमागमा आएको छ, मुखमा आएको छैन, बिस्तारै आउला। त्यो चाहिँ के भन्छ प्रिस्क्रिप्सन होइन, त्यो होइन के भन्छ, छोडिदिनु, जे भने पनि भन्छ होइन, आफूले थाहा छ, सक्यो यति भाइ। त्यो चाहिँ निकालेर आइयो, हेर्दा चाहिँ खुसी लाग्यो होइन। जिपिए चाहिँ ठिकै आएको रहेछ होइन, 12को जिपिए लगभग 2 वर्ष अगाडि दिएको होइन। त्यो चाहिँ बल्ल आज निकालेँ। अब निकाल्नु पर्ने त्यस्तो आवश्यक पनि थिएन, अब निकालेँ। अब घर गएको बेलामा चाहिँ निकाल्नु पर्ला भन्ने सोचेर निकालेँ। त्यही नै हो आज चाहिँ। अनि चाहिँ आएर एकछिन बसेको थिएँ। अनि चाहिँ यो अब चाहिँ यस्तो टाइपले भिडियो बनाउने भनेर चाहिँ मैले सोचि नै रहेको कुरा हो। यो चाहिँ एकछिन मोबाइल उठाएर चाहिँ झ्याप्पै बनाएको कुरा चाहिँ होइन, सोचि नै रहेको थिएँ मैले। अनि धेरै भएको थियो नि त। अब त्यही नै हो। अब चाहिँ भोलिबाट चाहिँ यस्तो टाइपको भिडियो त आउँदैन कि, सर्ट्स भिडियोमा आउँछ कि कसरी आउँछ त्यो चाहिँ अब यहीँ नै हेरिन्छ। मैले यो चाहिँ नभनेर सिधै भोलिबाट राखेको भए नि हुन्थ्यो, तर चाहिँ के भनेपछि केही कुरा बोल्दाखेरि आफ्नो दिमागमा चाहिँ नयाँ कुराको छाप पर्छ नि त, त्यही भएर चाहिँ बोलेर गरेको। नत्र भनेपछि केही कुरा भनेर मात्र ल भोलिबाट यस्तो गर्छु है मैले भनेर सोच्दाखेरि मात्र पुग्थ्यो, तर चाहिँ सोच्दाखेरि मात्र चाहिँ पुग्दैन क्या मान्छेहरूलाई। किनभनेपछि त्यसले बोल्यो भनेपछि त्यो कुरा चाहिँ अझ त्यसले युटिलाइज गर्न सक्छ भन्ने चाहिँ मैले मान्छु। त्यही भएर चाहिँ बनाएको भिडियो। ल कस्तो लाग्यो त यिनी मेरा कुराहरू बुझ्दाखेरि, के कस्तो लाग्ला र झ्याउनै लाग्यो होला, यदि यहाँ पनि हेरेको भए त बोरिङ नै लाग्यो होला। तर कतिपय थमेल हेरेर यहाँसम्म थमेल हेरेर सुरु गरेको भए पनि 2-4 सेकेन्डमा बोर भएर धेरैले काटि पनि सक्नुभयो होला। तर केही छैन, यहाँसम्म भएको मान्छेहरूलाई चाहिँ कस्तो लाग्यो, मेरो सोच कस्तो लाग्यो होइन, मैले जुन गर्ने भनेर भनेको छु त्यो कस्तो लाग्यो त्यो चाहिँ कमेन्ट गर्नु होला। अब अरू त के भन्नु, च्यानललाई सब्सक्राइब गर्नु या नगर्नु त्यो त तपाईँको ठाउँको कुरा हो। ल
अब के भनौँ लास्टमा हात पनि दुखिसक्यो ल आजलाई चाहिँ बाई भोलिबाट चाहिँ सर्ट्समा आउँछ होला भिडियो राम्रोसँग हेर्नु होला सकेसम्म सब्सक्राइब चाहिँ गर्नु होला भन्ने कुरो हो